मतदान अधिकृतले कन्ट्रोलरबाट कमान्ड दिइसकेपछि अब यो आयो, यसले बोली पनि रहेछ। म गएर कन्फ्युज भयो भने यसले 30 सेकेन्डमा फेरि बोल्छ यो भोइस। यहाँ चाहिँ एकजनामा सङ्केत गर्नुहोस् मत भनेर भन्यो। अब यसले मैले मानौ कुनै एउटा चिन्ह मैले लाएँ, मतदाताले गएर जम्मा एउटा औँलाले टच गर्छ हैन। यो भएपछि यहाँ प्रिन्ट भयो, यहाँ तल प्रिन्ट भएर निस्क्यो, यसमा प्रिन्ट निक्ल्यो, यो प्रिन्ट तल खस्छ आफै, यो बन्द हुन्छ। मैले अहिले खोलेको यहाँ दुईजना मात्र हुन्छ, मतदाता र अधिकृत। मतदान अधिकृत चाहिँ धेरै टाढा हुन्छ। मतदान अधिकृतले कमान्ड दिएको चाहिँ उता ब्याकबाट कमान्ड दिएको हुन्छ, झिकेर लान सक्ने सम्भावना त यो बन्द हुन्छ, यो बन्द भएको हुन्छ। यसलाई यहाँ मैले अहिले देखाउनको लागि भएर इन्डिका दिएको। अब मानौ मैले एउटा पहिलो निर्वाचन हुनेमा चाहिँ मैले लगाएँ भोट हो, म अर्को पदमा जान्छु, योभन्दा पछाडि गर्छु समानुपातिकमा। यसले बोल्यो यहाँ होइन, यो सुनौ, यो कम्प्लिट सुनौ 10 सेकेन्ड। अब यो मध्ये मैले यसलाई फ्ल्यासमा लाएँ भने अहिले यहाँ प्रिन्ट भयो, यहाँ प्रिन्ट भइसक्यो, यहाँ आइसक्यो होइन।